नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। छुट्टा-छुट्टै दुर्घटनामा 2 जनाको मृत्यु, 1 जना बेपत्ता। प्रदेश 2 को सरकारद्वारा शहीद परिवारलाई नियुक्ति, तेस्रो मधेस आन्दोलनका प्रथम शहीद राउतकी श्रीमतीलाई रोजगारी दिने निर्णय। सामाजिक परिचालकहरूबाट प्रदेश 2 को मुख्यमन्त्री कार्यालय घेराउ र धरनामा प्रहरीको हस्तक्षेप, करिब 30 जनालाई पक्राउ। मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिप्पणी नगर्न अर्थमन्त्री डाक्टर खतिवड़ाको आग्रह। र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गलादेश खाडीको प्रयास, बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु। अब समाचार विस्तारमा। काठमाडौँ कालीमाटीमा तेल बोकेर ट्याङ्करको ठक्करबाट मोटरसाइकल पछाडि सवार 1 जनाको ज्यान गएको छ। बुधबार बिहान विष्णुमा तेल बोकेर ना 4 ख 248 नम्बरको ट्र्याक्टरको बा 345415 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्याङ्करको ठक्करबाट दोलाखा घर भई अहिले काठमाडौँको सीतापाइला बस्दै आएकी 32 वर्षकी बबिता थापाको ज्यान गएको प्रहरीले जनाएको छ। ट्र्याक्टरको ठक्करबाट घाइते भएकी थापाको वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक तिर्सुली नदीमा खस्दा 1 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। बा 4 ख 7781 नम्बरको ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नम्बर 6 पोखरेल खोलामा तिर्सुली नदी किनारामा खसेको थियो। दुर्घटनामा 22 वर्षीय केशर पुलामीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपनिरीक्षक डम्बर विकलले जानकारी दिनुभयो। प्रहरीका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका 6 का 21 वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा अन्य 3 जना घाइते भएकाले उपचारको लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ। नदीमा परेर हराइरहेको भुजेलको खोजी भइरहेको छ। तेस्रो मधेस आन्दोलनका प्रथम शहीद राउतकी श्रीमती नीलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ। प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय कार्यान्वयन अनुरूप प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगी पदमा उहाँलाई नियुक्ति दिएको हो। एक कार्यक्रमको बीच मुख्यमन्त्री लालबाबु राउतले नीलम देवी राउतलाई सो नियुक्ति पत्र हस्ताक्षर गर्नुभयो। नियुक्ति पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताउनुभयो। हाम्रो आह्वान अनुसार जति शहीद परिवार सम्पर्कमा आउनुहुन्छ सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने मुख्यमन्त्री राउतको भनाइ थियो। प्रदेश सरकारको नीति नै रहेछ कि मधेस आन्दोलनको क्रममा शहादत हुनुभएका वीर मधेसी शहीदहरूको परिवारलाई क्रमशः उहाँहरूको योग्यता क्षमता अनुसार हामीले जागिर दिँदै जाने। त्यसै क्रममा योग्यताको आधारलाई नै टेकेर हामी आज शहीद परिवार जो यो तेस्रो चरणको पहिलो शहीद राजु राउतको परिवारलाई आज हामी दिएका छौँ। यस्तै यो हाम्रो नीति छ। अहिले पनि हामी करिब सबैलाई डाटा कलेक्सन गर्दैछौँ र जो इच्छुक हुनुहुन्छ जो चाहिँ शहीद परिवारका सदस्यहरू खास गरेर हामी प्रायोरिटी दिने हो शहीदका मिसेज। यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाई समेत सोही कार्यालयमा रोजगारी दिएको छ। मुख्य न्यायाधिवक्ता कार्यालयले हालसम्म 2 जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको हो। मधेस आन्दोलन शहीद परिवारलाई रोजगारी तथा घाइते सहायता वैदेशिक 2075 अनुसार उहाँलाई रोजगारी दिएको छ। निर्देशिका अनुरूप प्रदेश सरकारले घाइतेहरूलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ।
प्रदेश नम्बर 2 का सामाजिक परिचालकहरूले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन्। पुनर्बहालीको माग गर्दै दैनिक सडक सङ्घर्ष गर्दै आएका सामाजिक परिचालकहरूले 16औं दिन जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालय घेराउ गरी धरना दिएका हुन्। धरनामा प्रहरीले हस्तक्षेप गरी आन्दोलनकारीलाई पक्राउ गरेको छ। प्रहरीले सुरुमा 8 जना र पछि 17 जनालाई पक्राउ गरेको प्रदेश नम्बर 2 नेपालका सामाजिक परिचालक कर्मचारी सङ्घका अध्यक्ष शिव शङ्कर महतोले जानकारी दिनुभएको छ। तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको स्थानीय तहमा कार्यालय सहायकका रूपमा कार्यरत उनीहरूलाई असार मसान्तबाट जागिरबाट निकालिएको थियो। उनीहरूले आफूहरूलाई तत्काल बहाली गर्नुपर्ने योग्यताका आधारमा एकपटक उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह समायोजन गर्नुपर्ने लगायत माग राखी आन्दोलन गर्दै आएका छन्। 74 असार मसान तक हम सब काम के लिए और लास्ट में सरकार हमरा सबके सड़क पर लाइफ के छोड़ दिलकै है। हम सब प्रत्येक मंत्रालय में ज्ञापन पत्र, ध्यान आकर्षण पत्र, सभा मुक्त भी पत्र, सीडीओ कार्यालय में भी ज्ञापन पत्र बुझे न छी। हमरा सबके बेसी खासे मांग नहीं छै, हमरा सबके 3टा मांग छै। हमरा सबके जे जगह में काम करैत रहिए स्थानीय तह में, वही स्थानीय तह में हमरा सबके कार्यालय सहायक के निरंतरता दो, और दोसर बात है हमरा सबके आवे वाला जे प्रदेश के एन बने छै वही एन के तहत सडक आन्दोलनले समेत सरकार नसुन्ने रिले अनसनदेखि अमरण अनसनसम्म गर्ने समेत उनीहरूले चेतावनी दिएका छन्। हरेक दिन सडक सङ्घर्ष गर्ने निर्णय अनुसार साउन 28 गतेबाट उनीहरूले आन्दोलन गर्दै आएका छन्। अब समाचारमा केही बेर विश्रामपछि मुलुकको अर्थतन्त्रबारे नकारात्मक टीका टिप्पणी नगर्न अर्थमन्त्री डाक्टर खतिवडाको आग्रह। संघीयताका लागि आवश्यक कानून निर्माणको काम छिटो सम्पन्न गर्न सरकारसँग कांग्रेसका उपसभापति निधिको माग। करको दायरा वृद्धि गर्न स्थानीय सरकारसँग आग्रह। र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गलादेशको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारीको लागि परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय सभा सदस्यहरूले समसामयिक विषयमा सरकारले ध्यानकर्षण गराएका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सदस्यहरूले महिला बालिका हत्या, विकास निर्माणका काममा भएको आर्थिक अनियमितता लगायत विषयमा सरकारको गम्भीर ध्यानकर्षण गराएका हुन्। राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीले मुलुकभर आर्थिक अनियमितता र व्यथितिका दृष्टान्तहरू बढ्दै गएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। हालै एउटा एसपीको कारणले कञ्चनपुरको घटनामा ठूलो नोक्सानी बिहोर्नु परेको, तरकारीको सिन्डिकेट तोड्न खोज्दा बिचौलियाले पुलिसलाई नै थुनिदिने काम भएको दृष्टान्त दिँदै उहाँले राज्यका सबै संयन्त्रता चुस्त, दुरुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सभा सदस्य वृषचन्द्र लाल मुलुकभर महिला तथा बालिका अपहरण, बलात्कार तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको भन्दै विशेष गरेर महिला, किशोरी र बालबालिकाको शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीको ध्यानकर्षण गराउनुभयो। सुरक्षाको बारेमा बरोबर चर्चा हुँदै आएको हो। हाम्रो यस सदनमा खास गरेर महिलाहरूमाथि भइरहेको क्रूरता, हिंसा र हत्याको चर्चाहरू पनि धेरै भएका हुन् र प्रतिनिधि सभामा पनि यी हत्या, हिंसा र महिलाहरूमाथि भइरहेको क्रूरतापूर्ण व्यवहार, अवैध बालिकाहरूको अपहरण र हत्याका कुराहरू प्रतिनिधि सभामा पनि उठिरहेका छन्। तर तै पनि यसमा कमी चाहिँ आएको छैन। म माननीय गृहमन्त्रीज्यू यसका निमित्त सक्रिय हुनुहुन्न वा उहाँले ध्यान पुर्याउनु भएको छैन भन्ने कुरा म भन्दिनँ। उहाँमाथि शङ्का गर्ने ठाउँ
राष्ट्रिय सभा सदस्य कोमल ओलीले बिमस्टेक सम्मेलन नेपालको धार्मिक पर्यटन लगायतका मुलुकको विविध क्षेत्रको विकासका लागि लाभदायक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। बैठकले मुलुकी सहायता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2075 र अपराध विरुद्ध संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउनुको साथै सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक 2075 माथि पनि सैद्धान्तिक छलफल गरेको छ। त्यसैगरी महालेखा परीक्षकको 55औं वार्षिक प्रतिवेदन बैठकमा पेश भएको छ। अन्तर्राष्ट्रिय आतंकवाद, अन्तर्देशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक सम्बन्धी माथि आजकै बैठकमा टेबल भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ 19 गते मंगलबार बिहान 11 बजेका लागि बोलाइएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टीका टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री खतिवड़ाले मुलुक सरल अर्थमन्त्री निर्माणको प्रथम चरणमा प्रवेश गरेको दावी गर्दै नकारात्मक टीका टिप्पणी नगर्न आग्रह गर्नुभएको हो। नेपाल आर्थिक पत्रकार समाज सेजनको 19औं वार्षिक साधारण सभालाई बुधबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्र खतराको बिन्दुमा नरहेको उल्लेख गर्दै सबल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने पनि स्पष्ट पार्नुभयो। अर्थमन्त्री खतिवड़ाले अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाह्य तथा निजी क्षेत्रका लगानीकर्ताहरूको मनोबल गिर्नेतर्फ पनि सम्बन्धित सबैलाई सचेत गराउनुभयो। अर्थमन्त्री खतिवड़ाले व्यापार घाटा हुन नदिन निर्यात व्यापारका लागि क्षमता वृद्धि गर्न पनि सरकारले अहिले पनि कतिपय आयातित वस्तुहरूमा जोड दिनु परेको पनि स्पष्ट पार्नुभयो। निर्यात व्यापारका लागि क्षमता अभिवृद्धि गर्न आवश्यक प्रविधि, कच्चा पदार्थ, परामर्शदाता लगायतका वस्तुहरू नेपालको लागि अति आवश्यक रहेको अर्थमन्त्री खतिवड़ाको तर्क छ। अर्थमन्त्री खतिवड़ाले मुलुकको आर्थिक वृद्धि दर बढ्दै जाने दावी पनि गर्नुभयो। उहाँले सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि स्मरण गराउनुभयो। अब फेरि समाचारमा विश्रामपछि संघीयताका लागि आवश्यक कानून निर्माणको काम छिटो सम्पन्न गर्न सरकारसँग कांग्रेसका उपसभापति निधि कुमार करको दायरा वृद्धि गर्न स्थानीय सरकारसँग आग्रह र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारीको लागि परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताका लागि आवश्यक कानून निर्माणको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गर्नु भएको छ। उपसभापति निधिले स्थानीय र प्रदेश सरकारले अधिकार सम्पन्न गराउने गरी कानून व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। उहाँले प्रधानमन्त्री केपी ओलीले स्थानीय तहलाई अनुदान बजेट वृद्धि नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। मंगलबार नेपाल नगरपालिका संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभापति निधिले सरकारले 6 महिना बित्दा समेत वित्तीय आयोग गठन गर्न नसकेकोमा पनि आपत्ति जनाउनुभयो। प्राकृतिक स्रोत र वित्तीय आयोग गठन गरेको कर सम्बन्धी देखिएको हालको समस्या आफै समाधान भएर जाने उपसभापति निधिको दाबी छ। यो प्राकृतिक स्रोत र वित्तीय आयोग जुन छ 6 महिना भइसक्यो, अहिलेसम्म गठन भएको छैन। यो गठन भयो भनेदेखि यो तपाईहरूको कर सम्बन्धी जुन एउटा विषय हो, तपाईहरूको राजस्वको वितरण सम्बन्धी जुन विषय हो, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बीचमा जुन राजस्वको बाँडफाँडको विषय हो, यो छिटोभन्दा छिटो टुङ्गो लाग्थ्यो र तपाईहरू यो आक्रोशको शिकार बन्नुपर्ने अवस्था थिएन। तर यसमा कतै उहाँबाट मैले कुनै सुनिनँ, प्रधानमन्त्रीले आश्वस्त पार्नु भएन, यहाँ दिनु भएन। म नेपाली कांग्रेसको तर्फबाट माग गर्न चाहन्छु, सरकारले छिटोभन्दा छिटो कानुनहरू बनाओस्। संघीय तहबाट बनाउनु पर्ने कानुनहरू, हस्तान्तरण गर्नको लागि बनाउनु पर्ने कानुनहरू
उपसभापति निधिले करको दर नभई दायरामा वृद्धि गर्न पनि स्थानीय सरकारलाई आग्रह गर्नुभयो। उहाँले नगरपालिकाहरूका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु भएको छ। राजधानीको होटल सोल्टीमा बुधबार बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु भएको हो। परराष्ट्र मन्त्री प्रदीप ग्वालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेश मन्त्रीले सम्बोधन गर्नेछन्। परराष्ट्र मन्त्रालय लगायतका अनुसार बैठकमा भोलि बिहीबारदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी तथा हिजो सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकले शिखर सम्मेलनका लागि समझदारी पत्र तथा चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणा पत्रको मस्यौदालाई पनि अन्तिम रूप दिनेछ। त्यसैगरी मन्त्री स्तरीय बैठकको अध्यक्षतामा हस्तान्तरको साथै शिखर सम्मेलनका कार्यसूची बैठकले पारित गर्नेछ। बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेश मन्त्री अबुल हसन महमुद अली, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला र राज्य मन्त्री जी.के. सिंहले गर्नुभएको छ। यसैगरी म्यानमारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याप्टिन, श्रीलङ्काका विदेश राज्य मन्त्री बसन्त सेनायाके, थाइल्याण्डका विदेश मन्त्री दोन प्रविनियम नेतृत्वको प्रतिनिधि मण्डलमा बैठकमा सहभागी भएको छ। भुटानले भने आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्था सचिव सोनाम छोङलाई परराष्ट्र मन्त्री स्तरीय बैठकमा प्रतिनिधित्व गर्न पठाएको छ। यसअघि बिमस्टेक सम्मेलनका कारण त्रिभुवन विमानस्थलमा हवाई यात्रु बाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ। विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाइ लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ। बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रु बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो। एक्लै जान असक्षम रहेका यात्रुले 1 जनासम्म सहयोगी मात्र भित्र लिएर जान सकिनेछ। विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डन गेटमै कडा सुरक्षा जाँच गरिनेछ। अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि 10 देखि 15 मिनेट भित्र विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार छेत्रीले जानकारी दिनुभएको छ। भाडाका ट्याक्सीहरूलाई पनि विमानस्थलको गोल्डन गेट भित्र प्रवेश गर्न पनि निषेध गरिएको छ। निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ। विमानस्थल भित्र प्रवेश अनुमति पास भएकाहरूले हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ। होटल ट्राभल लगायतका गाडीलाई पनि 5 देखि 10 मिनेट भित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ। काठमाडौँका मुख्य सडकमा गाडी चलाउन मात्र होइन, पैदल हिँड्न पनि शास्ति भएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउने क्रम सुरु भएकाले प्रहरीले मुख्य सडकमा पैदल हिँड्न पनि रोक लगाएको छ। विशिष्ट व्यक्तिको सवारीको बेला सवारी हुने रुटमा पैदल हिँड्न रोक लगाइएको हो। एयरपोर्टदेखि 3 कुने बानेश्वर माइतीघर थापाथली त्रिपुरेश्वर कालीमाटी र सोल्टीमोडसम्मको सडकमा विशिष्ट व्यक्ति सवारीको बेला केही बेर पैदल हिँड्न पनि नपाइने प्रहरीले जनाएको छ। बिहीबार र शुक्रबार हुने बिमस्टेक सम्मेलनमा सहभागी हुने आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भन्दै 3 दिन काठमाडौँमा जोड बिजोड प्रणालीमा गाडी सञ्चालनको नियम लागू भएको छ। यस अनुसार बुधबार बिजोड नम्बर प्लेटमा गाडी मात्रै सडकमा गुडेका छन्। बिहीबार जोड नम्बर र शुक्रबार बिजोड नम्बरका गाडी मात्र चल्न पाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। नम्बर प्लेटको पछाडिको अङ्क 1, 3, 5, 7 र 9 भए बिजोड र 0, 2, 4, 6 र 8 भए जोड हुन्छ। जोड बिजोड प्रणाली बिहान 6 बजेदेखि राति 10 बजेसम्म मात्र लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। छुट्टा छुट्टै दुर्घटनामा 2 जनाको मृत्यु, 1 जना बेपत्ता।
प्रदेश 2 को सरकारद्वारा शहीद परिवारलाई नियुक्ति। तेस्रो मधेस आन्दोलनका प्रथम शहीद राउतकी श्रीमतीलाई रोजगारी दिने निर्णय। सामाजिक परिचालकहरूबाट प्रदेश 2 को मुख्यमन्त्री कार्यालय घेराउ र धरनामा प्रहरी हस्तक्षेप, करिब 30 जनालाई पक्राउ। मुलुकको अर्थतन्त्रबारे नकारात्मक टीका टिप्पणी नगर्न अर्थमन्त्री डाक्टर खतिवड़ाको आग्रह। र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।